नमस्कार, टेक सन्तोष युट्युब च्यानलमा हार्दिक स्वागत छ। म सन्तोष नेउपाने। आजको भिडियो अन्तर्गत रहेर टिकटकमा भएको कोइनलाई एक्सचेन्ज गरेर गिफ्ट हान्ने तपाईले धेरै सुन्नुभएको पनि छ, तर आफूले गर्नुभएको छैन। त्यो चाहिँ आज कसरी गर्ने हैन। तपाईले कहिले डलर कार्ड माग्छ, कहिले के माग्छ, तर तपाई कुनै लाइभमा जाँदाखेरि अथवा गेस्टमा जोइन भएर जाँदाखेरि तपाईलाई कसैले गिफ्ट हानेका हुन्छन्। त्यस बापत चाहिँ तपाईलाई $2-4 कलेक्ट भएर आफ्नो ब्यालेन्समा बसेको हुन्छ। त्यो ननिकाल्न मिल्छ। $100 को थ्रेसहोल्ड हुन्छ। त्यो थ्रेसहोल्ड क्रस भइसके पछाडि तपाईले ब्याङ्कमा विथड्र गर्न मिल्छ, तर त्योभन्दा कम हुँदा तपाईले पाउनुहुन्न। तपाईको $2-4 $8-10 सम्म जानी, त्यसपछि त्योभन्दा माथि नबन्नी, त्यो पैसा त्यही रहेको रही हुने खालको पनि हुन्छ र तपाईको लेभल नबढिरहेको अवस्था पनि हो। त्यसैले गर्दा त्यो पैसालाई एक्सचेन्ज गर्न मिल्छ हैन। त्यो अलिकति गैर कानुनी हो। VPN द्वारा चाहिँ हामीहरूले त्यसलाई एक्सचेन्ज गरेर त्यो कोइनलाई, थोरै कोइनलाई पनि के गर्छौँ त भन्दा त्यो पैसालाई हामीले कोइनमा कन्भर्ट गर्छौँ। त्यो कन्भर्ट कसरी गर्ने आजको भिडियो त्यसमै रहनेछ। त्यसैले गर्दा भिडियो महत्त्वपूर्ण हुनेवाला छ। तपाईहरुले भिडियोलाई पुरै हेर्ने प्रयास गर्नु होला। र तपाईहरुले हाम्रो च्यानल अझैसम्म सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। म तपाईलाई स्क्रिन शेयर गर्न चाहन्छु। तपाईहरुले त्यही अनुसार आफ्नो ब्यालेन्सलाई कोइनमा कन्भर्ट गर्नु होला। आउनुस् लागौँ स्क्रिनतर्फ। मैले मोबाइलको डिस्प्ले स्क्रिनमा शेयर गरिसकेको छु र तपाईहरुले पनि यही अनुसार नै आफ्नो बनाउनु होला। टिकटकको कोइन एक्सचेन्ज गर्नु होला। टिकटकमा भएको ब्यालेन्सलाई कोइनमा एक्सचेन्ज गर्नु होला। सर्वप्रथम तपाई प्ले स्टोरमा जानुस्। तपाई प्ले स्टोरमा जानुहुन्छ भनेदेखि सर्च बक्समा जानुस् र डाउनलोड गर्नुस्। URBN VPN भनेर यहाँ पहिला सर्च गरेको भएर देखाएको छ। यो एप्लिकेसनलाई डाउनलोड गरिदिनुस्। यहाँ देख्न सक्नुहुन्छ यो URBN VPN प्रोक्सी अनब्लकर भनेर भनेको छ। यसलाई डाउनलोड गर्नुस्। यसमा अलरेडी डाउनलोड छ, इन्स्टल देखायो हैन। तपाईकोमा डाउनलोड छैन भने डाउनलोड गर्नुस्। र तपाईलाई यो प्ले स्टोरमा भेटाउनु भएन भने मैले डिस्क्रिप्सनमा लिंक राखिदिन्छु। त्यहाँबाट पनि क्लिक गरेर तपाईले डाइरेक्ट यसमा गएर यसमा जान सक्नुहुन्छ र डाउनलोड गर्नु होला। यसमा यसरी डाउनलोड गरिदिनुस् र यहाँ मैले डाउनलोड भइसकेको छ। ओपन देखायो, ओपन गर्नुस्। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ र तपाईले माथिपट्टि यहाँ अर्जेन्टिना लेखेको छ हैन। तपाईले यहाँ ब्राजिल वा अर्जेन्टिना जुनसुकै चुज गर्दा हुन्छ। यिन दुईटा देशले अलिकति राम्रो कोइन दिएको मैले तथ्य फेला पारेको छु। त्यसैले गर्दाखेरि चाहिँ तपाईले मैले यहाँ अर्जेन्टिना चुज गरेँ र यसलाई बीचबाट अन गरिदिनुस्। यहाँ कनेक्टिङ भइसकेको छ हैन। यहाँ कनेक्ट भयो, माथि सेकेन्ड चलेको छ, तल्लोपट्टि डाउनलोड 22.1 4.3 अपलोड 2.07 भनेको छ। भनेपछि तपाईको आइपी एड्रेस अब अर्जेन्टिनाबाट चाहिँ चलेको प्रमाणित हुन्छ र तपाई यसरी ब्याक जानुस् र जानुस् क्रोम ब्राउजरमा। यहाँ क्रोम ब्राउजर देख्न सक्नुहुन्छ। म क्रोम ब्राउजरमा गएँ र यहाँ हान्नुस् तपाईले टिकटक भनेर। टिकटक कोइन एक्सचेन्ज भनेर हान्नु भयो भने यस्तो टिकटक कोइन एक्सचेन्ज भनेर तपाईले क्लिक गरिदिनुस् र यहाँ गएर बाई एन्ड रिचार्ज कोइन टु सेन्ड गिफ्ट भनेको छ। यसैमा क्लिक गरिदिनुस्, जुनमा जाँदा पनि हुन्छ। यस्तो खालको इन्टरफेस पाउनुहुन्छ। तपाईले यदि यहाँ लगइन मागेको छ भने तपाईले आफ्नो आइडीलाई लगइन गरिदिनुस् हैन। लगइन मागेको छैन भनेदेखि चाहिँ तपाईले के गर्न सक्नुहुन्छ त लगइन गर्न सक्नुहुन्छ। लगइन आफ्नो आइडी पासवर्ड हानेर लगइन गरे पछाडि यस्तो खालको गेट कोइन भनेर आएको छ। यस्तो खालको तपाईले इन्टरफेस पाउनुहुन्छ। यसमा अहिले $0.39 मात्रै रहेको छ। कोइन 82 वटा कोइन छ अहिले यहाँ माथि देख्न सक्नुहुन्छ हैन। र अहिले एक्सचेन्ज गर्नको लागि चाहिँ $0.39 छ र यसले $3 नै दिन्छ भनेर यहाँ लेखेको तपाईले क्लियर कट देख्न सक्नुहुन्छ। तपाईले तल बाईमा जानी होइन, यो एक्सचेन्ज कन्टेन्ट रिवार्ड भनेर भनेको छ। यसमा चाहिँ एक्सचेन्जमा तपाईले यहाँ क्लिक गरिदिनु होला। यहाँ यसरी क्लिक गरिदिनुस्। त्यसै गरी यहाँ $39 को 39 नै दिन्छु भनेको छ। तपाईले एक लिने हो कि 22 लिने हो कि अथवा कस्टम गरेर लिने हो कि पुरैको लिने हो। मैले पुरैको लिन चाहेँ, त्यसैले गर्दा 0.39 को चाहिँ मैले लिँदैछु है त। यो 0.39 लाई तपाईले यसरी क्लिक गरिदिनुस् र तलपट्टि एक्सचेन्ज गरिदिनुस्। र तपाईको यहाँ लेखेको छ कम्प्लिट एक्सचेन्ज फर 39 कोइन भनेर सोधेको छ। कम्प्लिट गर्ने कि ब्याक जाने भनेर भनेको छ। तपाईले कम्प्लिट गरिदिनुस्। एकैछिन टाइम लाग्छ, तपाईँ नहडबडाउनु होला। र यहाँ त माथि लेखेको छ एक्सचेन्ज कम्प्लिट भनेर भनेको छ है त। अब तपाईले यसलाई के गर्नुस् त सिधै ब्याक जानुस्। अब त्यस पछाडि तपाईले टिकटकमा जानुस्। प्रोफाइलमा जानुस्।
त्यसै गरी ब्यालेन्समा जानुस्। ब्यालेन्स यहाँ देखाएन भने 3 डटमा माथि जाँदा बित्तिकै देखाउँछ। तपाईँले ब्यालेन्समा क्लिक गर्नुभयो भने यस्तो खालको इन्टरफेस पाउनुहुन्छ र यहाँ अहिले 121 कोइन आएर जम्मा भइसकेको छ। ब्यालेन्स 0.00 देखायो हैन, माथि चाहिँ एक्सचेन्ज गरेर चाहिँ 121 कोइन पुगेको तपाईँले देख्न सक्नुहुन्छ। यसरी तपाईँले गिफ्टिङ गर्न सक्नुहुन्छ लाइभमा गएर, अथवा कसैको कमेन्टमा गएर 10,000 बढी फ्लस भइसकेको छ भनेदेखि तपाईँले यसलाई एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ। यसरी नै आफ्नो कोइनले एक्सचेन्ज गर्नु होला। केही बुझ्नु भएन मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्, मैले तपाईँलाई अवश्य पनि हेल्प गर्छु र विभिन्न टेक्निकलमा आधारित कुराहरू मैले ल्याउने प्रयास गर्छु। त्यसैले गर्दा हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला है त। हुन्छ, आजको भिडियो यहीँ सकिन्छ। नमस्ते।